नमस्ते प्रणाम दर्शक मित्र। आज म तपाईलाई एउटा रहस्य मैले देखाउन गइरहेको छु। म चाहिँ आज चाहिँ पर्सा जिल्लाको क्षेत्र नम्बर 3 को स्थित तपाईको चाहिँ यो क्षेत्र नम्बर 3 मा पटेरवा सुगौली गाउँपालिकाको आक्वामा आज आइपुगेको छु। आज पुरानै परम्पराले यहाँ भोज भतेर जुन खान्छ नि, त्यो पहिला केमा खानु हुन्थ्यो उहाँहरू हाम्रो तराईतिरमा। म चाहिँ तपाईलाई एउटा त्यसको रहस्य देखाइरहेको छु। कुन पत्तामा पहिला खान्थ्यो। एउटा त मौलानको पत्ता हुन्थ्यो, त्यो चाहिँ जङ्गलमा पाउँथ्यो। यो चाहिँ हाम्रो यही पटेरवा सुगौली गाउँपालिकाको अकवाको एउटा दरिया छ जहाँ समुद्र जस्तै छ। त्यो तपाईलाई म देखाउन गइरहेको छु। तपाईँ एकछिन हेर्नु होला कस्तो लाग्यो तपाईलाई यो भिडियो, अनि सक्दो सेयर पनि गर्नु होला। म तपाईलाई देखाइरहेको छु पछाडिको क्यामेराले। ठाउँ यही हो। अब तपाईहरु हेर्नु होला, यो कत्रो टाढासम्म छ। वहाँ पुरै दरिया समुद्र जस्तो छ। यसमा कहिले पनि पानी सुक्दैन। तर हामी तपाईलाई एउटा भोज खाने पत्ता देखाइरहेको छौँ। यो चाहिँ यही पत्ता हो जुन चाहिँ हामी पहिला बुढापाकाहरू त्यो आधुनिक मसिन नभएको बेलामा चाहिँ यो पत्तामा चाहिँ तपाईले भोज खाने गर्थ्यो। यो यही समुद्रमा पाउँछ, जुन पटेरवा सुगौली गाउँपालिकाको आक्वा छ, यो दरिया छ। यही दरियामा पाउँछ यो पत्ता। हेर्नु, यो पानीमा उम्रेको यो पात हो। यही पातमा पहिला हामी पनि आजदेखि 12-13 वर्षभन्दा पहिला भोज खाएको छ। यसमा शादी विवाह व्रतबन्धमा यही सबै पत्ता हो। हेर्नु, यो पुरै चाहिँ यही पानीमा हुन्छ यस्तै उम्रेको। अनि यहाँबाट आउने अनि टिप्ने लिएर जाने अनि भोज बनाएर अनि पुरै निमन्त्रण सबै दिन्छ नि, मान्छे अनि भोज खुवाउँछ नि। पहिला त आधुनिक मसिन थिएन, अहिले त पत्ता बनाउने मसिन पनि भइसकेछ। सब त्यसमा मान्छे भोज खान्छ। तर यो कस्तो लाग्यो भिडियो हजुरहरूलाई सक्दो सेयर गर्नु होला। कुनै भाइहरूलाई साथीभाइहरूलाई चाहियो भने यहाँ आउनु होला पत्ताको लागि। हेर्नु कत्रो ठुलो ठुलो पत्ता रहेछ। तर यो समुद्र चाहिँ धेरै टाढासम्म नि छ। कस्तो लाग्यो भिडियो हजुरलाई एकचोटि लाइक कमेन्ट गर्नु होला, अनि सक्दो सेयर र फलो गर्नु होला। नमस्ते प्रणाम। तपाईले हेरिराख्नु भएको छ न्युज 24 वीरगन्ज। म तपाईको भाइ राजमन शाह।